सो गाइस आज चाहिँ म एक्सट्रिम अफ रोड एकदम राइड हान्ने जाँदैछु। बाटो चाहिँ लास्ट एरिया रहेछ। लेट्स सी द भिडियो। लास्टै खत्तम कि त्यसमाथि यस्तो यो बर्खा बेलामा पानी परेर होइन त्यसमाथि बस कुदिन्छ गाडी त्यो त झन् लास्ट यार बनाएको थिएँ। त्यो पनि केही छैन गाइडहरूतिर भिजन चलाइरहेको बाटो हुन्छ त एउटा एम थाहा हुन्छ त्यही पनि यस्तो बाटो कुदाउनु चाहिँ त्यो पनि एनएसमा गाइडहरू चाहिँ गाह्रै हुन्छ। के भयो यार अब यहीँबाट हाल्नुपर्छ फेरि गाइड। मैले चाहिँ एमआरएफको अन रोडवाला टायर चाहिँ अफ रोडमा छ मेरो भाइजर पनि हल्का खप्लो भइरहेको छ। नट पस्नुपर्ने अब गाउँतिर त्यस्तो धेरै उयो पनि हुँदैन, ग्यारेजहरू पनि हुँदैन। त्यही पनि भिडियो एङ्गल कस्तो आएको छ गाई मलाई थाहा छैन है, यतिकै बोलिदिरहेको छु। ग्यास बाटो यार मान्छे पनि यस्तो हुन्छ कि फेरि यार जब त्यत्रो हुँदा महिनामा ठुलो हुने बेला बाटो बनाएन गाइस, केही हेरेन केही अनि जब उयो हुन थाल्यो अब चाहिँ पहिरो हिँड्नु सुरु हुन थाल्यो अनि चाहिँ बनाउनु थाल्छु। बनाएर के फाइदा, बाटो हेरौँ गाइस। तर नयाँ पेन्ट चाहिँ नलाए आए पनि हुन्छ त्यो बाटो हिँड्दैन। बेला यस्तो राम्रो बाटो भेटेको बेला हाँक्नु चाहिँ आफू मजा आउने क्या। अब नभए त यो 13 म्याक्सिमम् स्पिड भनेको अफ्रोमा 20को हो कि 20सम्मको लिमिट हत्दै गयो। ओहो रङ बाटो आइयो क्या, माथिल्लो लेनको जानु पर्थ्यो, यतै छैन चिकन जस्तो। भन्ने केही छैन। टाढा आउँदैछ के गर्ने गाइस, गाह्रै छ उतालाई पनि। तर यो ठिक यार एकदम बुट लाएर एकदम दामी भएर मजै हुन्छ। डबल रोड त्यो पनि के गर्नु गाइस, साइड छोडिदिनै पर्छ। तर अब बाटो राम्रो भएको नहोस् त होइन। अब नेताहरूलाई आफ्नैतिर बाटो बनाउँदा आफूलाई गाह्रै ठिक्क छ। यहाँ हामी जस्तो गाउँका त बाटो चाहिँ लास्टै हाल्छ, कुदाउनु चाहिँ छोड्नु हुँदैन। त्यसमाथि गाइस मलाई थाहा छैन एनएसमा एक प्रब्लम हो होइन।
मेरो नि भर्खर आउनु थालेको हल्का उयो भएपछि बिजुली प्रब्लम आयो जस्तो लागिरहेको माथि हालिदिन्छु ल हेलो लेनबाट छ अब कुदाइराख्नेहरूलाई त यही बाटो पनि खासै त्यस्तो हार्ड लाग्दैन अब यसो नयाँ कहिले म त फर्स्ट टाइम आएकोहरूलाई चाहिँ लास्टै नै गाह्रो पर्छ नि विथ यो एक्सपिरियन्समा भन्नुपर्ने हो अब तपाईँको कसरी कुदाउनुहुन्छ कतिको सम्हालेर कुदाउनुहुन्छ भन्ने चिजमा पनि भर पर्छ है त्यो चाहिँ तर यदि कोही पाहाडको लागि यस्तो हिलो बाटोहरूको लागि बाइक एकदम अफोर्डेबल होइन तिमी हुनुहुन्छ भने चाहिँ म चाहिँ 220 तिर जानुहोस् भन्न चाहन्छु होइन 220 खतरा हो क्या म टाउन पनि चाहिँ होइन अफरोडमा टोमा भने पनि तान्ले खतरा हो यस्तो अब होइन हल्का हिट भएपछि पिकअप पनि घट्ने त्यसमा त्यो पावरै एकदम घटे जस्तो हुने कि कामै छैन यो त अफरोडमा त तै पनि कुदाइन्छ जस्तै अफरोड भयो ठिक छ अब यहाँ पर हल्का बिग्रेको छ क्या बाटो यसलाई चाहिँ गोपीले भन्छ यो भ्लग चाहिँ यति नै फर्स्ट भ्लग होइन फर्स्ट भ्लग मैले यति नै देखाउन चाहेँ बाई बाई